विक्रम सम्वत 2061 साल माघ 19 गते टेलिभिजनमा एउटा गम्भीर राजकीय सम्बोधन आएको थियो। त्यस सम्बोधनमा जब सरकारले चुनाव गर्न असफल भयो र इन्सर्जेन्सीले देशलाई टुक्रा टुक्रा बनाउने खतरा बढ्दै गयो, त्यो आपतकालीन अवस्थामा राजा ज्ञानेन्द्रले संविधानले अपेक्षा गरेको कर्तव्य निभाउनु भयो। उहाँले कार्यकारी जिम्मा लिएको त्यस सन्देश मार्फत जनतालाई सूचना दिनुभयो। आगामी 3 वर्षभित्र देशमा शान्ति सुव्यवस्था मिलाई प्रभावकारी सुधारहरू गरेर बहुदलीय प्रजातन्त्रलाई पुनः सक्रिय तुल्याउन अब गठन हुने मन्त्री परिषद प्राथमिकताका साथ लाग्नेछ। आउनुहोस् यस भिडियोमा चर्चा गरौँ ती बेलाका घटनाक्रमहरूको विषयमा। हजुरहरू सबैलाई नेपाल स्लोरी युट्युब च्यानलमा स्वागत छ। ल अब चाहिँ भिडियो सुरु गरौँ है त। तत्कालीन सरकारले चुनाव गर्न नसकेको र माओवादी इन्सर्जेन्सीको कारणले देशको शान्ति सुरक्षा र जनताको जीवनमा प्रत्यक्ष असर परेको हुनाले राजा ज्ञानेन्द्रले आफ्नो संवैधानिक अधिकार प्रयोग गरेर यी कदमहरू उठाउन बाध्य भए। उहाँले त्यस सन्देश मार्फत न त आफूले आफूलाई डिक्टेटर घोषणा गरे, न त त्यसबेला चलिरहेको संविधान नै खारेज गरे। उहाँको सन्देश एकदम नै सरल थियो। उहाँले देशको अवस्था सुधार्न जनता सामु आएर 3 वर्ष माग्नु भएको थियो। उहाँले त्यस सन्देशमा जब अरू कोही राज्यको रक्षा गर्न अगाडि आउँदैनन्, त्यो बेला राष्ट्र प्रमुखको हैसियतले त्यसको जिम्मा मैले लिनुपर्छ भनेर जनतालाई सम्बोधन गरेका थिए। राजा ज्ञानेन्द्र सत्ताको नशामा डुबेका थिएनन्। उहाँ राष्ट्र प्रमुख हुनुहुन्थ्यो, जसलाई हामीले हेड अफ द स्टेट पनि भन्ने गर्छौं। त्यसैकारण विखण्डनतिर ढकेलिरहेको देश उहाँले फेरि जोड्ने प्रयास गर्नुभयो। जब शाही नेपाली सेना तत्कालीन माओवादीसँग युद्ध लडिरहेको थियो र माओवादी आतंकको कारणले सर्वसाधारण जनताले मूल्य चुकाइरहेको थियो, त्यो बेला अर्को एउटा कथा फ्रन्टलाइनबाट टाढा छायामा चलिरहेको थियो। त्यो कथा विदेशी होटलको कोठामा, डिप्लोमेटिक रेसिडेन्समा र विदेशी राजधानीहरूमा चलिरहेको थियो। सन् 2005 मा राज संस्थासँग मिलेर राज्य बचाउने बाटो रोज्नुको सट्टा मुख्य राजनीतिक दलहरूले अर्कै दिशा छाने। प्रमुख राजनीतिक दलहरूले शाही नेपाली सेनासँग लडिरहेको र राज्य विरुद्ध आतंक फैलाइरहेको इन्सर्जेन्टहरूसँग टेबलमा बसेर व्यवस्था परिवर्तनको सम्झौता साइन गरे। सन्देश एकदमै स्पष्ट थियो। शाही नेपाली सेना रगत बगाइरहेका थिए र नेताहरू राज्य विरुद्ध लड्नेहरूसँगै सौदा गर्दै थिए। राज संस्था देशको हितमा काम गर्ने र पार्टी पोलिटिक्स भन्दा माथि भएको कारणले राज संस्थालाई टार्गेट गरेर व्यवस्था परिवर्तनको लागि राजनीतिक दलहरूले यस्ता गुप्त सम्झौताहरू गर्न थाले। यो कमजोर घडीमा विदेशी शक्तिहरू पनि आफ्नो प्रभुत्व कायम गर्नलाई प्रत्यक्ष रूपमा प्रवेश गर्न थाले। डिप्लोमेट्स, डोनर, आइएनजिओ र अरू इन्टरनेसनल संस्थाहरूले शान्ति, पूर्ण संरचना र नयाँ नेपालको कुरा गरे, तर उनीहरूले डिजाइन गरेको मोडलमा एक समस्या थियो, राज संस्था। विदेशीहरूले 240 वर्ष लामो नेपाल एकीकरण गरेको इतिहास बोकेको राज संस्था जनताको मनमनमा छ र यसलाई मोल्ड गर्न सकिँदैन भनेर राम्रोसँग बुझेको थियो। तर नेपालको पोलिटिकल पार्टीहरू लचकदार थियो, साइन गर्न सक्ने, एडजस्ट गर्न सक्ने र कम्प्रोमाइज गर्न सक्ने। विदेशी शक्तिहरूका लागि पार्टी इलिट र पूर्व रेबेलहरूबाट नयाँ व्यवस्था बनाउन सजिलो थियो, राजा वा राज संस्थासँग होइन। खुल्लमखुल्ला भन्न नसके पनि पार्टीभित्र फरेन इन्फ्लुएन्सका कारणले नेपाल गणतान्त्रिक देश हुनुपर्छ र हाम्रो सबैभन्दा ठुलो दुश्मन राज संस्था र राजा हो भन्ने कुराको छलफल हुन थालिसकेको थियो। त्यसैकारण 62-63 सालमा राज संस्थालाई टार्गेट गरेर तत्कालीन 7 दल र रेबेलहरू मिलेर ठुलो आन्दोलन गर्यो। त्यो आन्दोलन 19 दिन चलेको थियो। त्यस 19 दिने जनआन्दोलनमा 19 जना मरिसकेपछि अप्रिल 24, 2006 मा राजा ज्ञानेन्द्रले एउटा लेट नाइट स्पिच डेलिभर गर्नुभयो। टेलिभिजनको थ्रु डेलिभर भएको त्यस लेट नाइट स्पिचमा सन् 2002 मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले डिजल्भ गर्न लगाएको पार्लियामेन्टलाई रिइन्स्टेट गरिदिने र तत्कालीन 7 दललाई सरकार चलाउन पावर ह्यान्डओभर गर्ने भनेर त्यस सन्देशमा राजा ज्ञानेन्द्रले भन्नुभएको थियो। त्यस बेला मान्छेहरूमा कसैले सोध्ने हिम्मत गरेनन्, 1990 पछि कसले देश बिगार्यो, कसले गाउँ छोड्यो र कसले युद्ध चल्दै गर्दा इन्सर्जेन्टसँग गएर सौदा गर्यो। यो सबै बीच राज संस्था राख्ने कि हटाउने भनेर डेमोक्रेटिक प्रोसेस कसैले नि चालेन। नेपाली जनतालाई सिधा कसैले पनि सोधेन। नेपाल एकीकरण गरेको लेगेसी र 240 वर्ष पुरानो इतिहास बोकेको संस्थाको भाग्य पार्टीहरूको बीचको छलफल, सभा र सम्झौतामा तयार भयो, जनताको इच्छा वा चाहना अनुसारले होइन। सडक, पार्टी र विदेशी राजधानीबाट बढ्दो दबाव बीच राजा ज्ञानेन्द्रको अगाडि एउटा कठिन चुनौती थियो। उहाँसँग अझै पनि सेनाको कमान्ड थियो, जो श्रीपेच र झण्डाप्रति वफादार थियो। उहाँले कठोर दमन गर्न सक्थे र लामो आपतकालीन घोषणा गर्न सक्थे, तर उहाँले त्यो गर्नु भएन। उहाँले जनताको मागलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीले भङ्ग गरिदिएको पार्लियामेन्टलाई फेरि पुनः स्थापना गरिदिनु भयो र असफल भएका राजनीतिक शक्तिहरूलाई फेरि सत्ता पूर्ण फिर्ता दिए। जनधनको क्षति र रक्तपात रोक्न उहाँले आफ्नो शक्ति त्यागे। शक्ति भन्दा शान्ति रोजे।
सिंहासन भन्दा देश। यो हार होइन, राजनीतिक राजधर्म हो। पहिला राज संस्थालाई स्थगित गरियो, पछि सम्पूर्ण रूपमा समाप्त गरियो, गणतन्त्र घोषणा भयो, सबैले ताली बजाए, तर प्याटर्न जारी रह्यो। बालुवाको महल जस्तै सरकार ढल्ने बन्ने क्रम जारी नै रहिरह्यो। भ्रष्टाचार, अस्थिरता र विदेशी निर्भरता गहिरो हुँदै गयो। युवाहरू देश छोड्दै गए, देशप्रति घृणा भएर होइन, देशभित्र भविष्य नदेखेर। जुन पार्टीहरू पहिला सबै असफलता दरबारमाथि थोपर्थे, आज तिनै पार्टीहरूसँग गणतन्त्रको सम्पूर्ण शक्ति छ, तर शान्ति, समृद्धि र स्थिरता अझै पनि टाढा छ। नियतिको खेल नै भन्नु पर्ला। पहिला राज संस्था विरुद्ध चिच्याउनेहरू पनि आज चुपचाप सोध्न थालेका छन्, के हामी सबैलाई सत्य भनिएको थियो? राजाको शासनमा जन्मिने युवाहरूले पनि सोध्न थाले, यदि राज संस्था नै सबै समस्याको जड थियो भने राज संस्था हटिसकेपछि किन समस्या बढ्दै गयो? कागजमा मरेको घोषणा भएको राज संस्था 3 करोड नेपाली जनताको मनमा अहिले पनि जीवित छ। श्रीपेज कुनै तानाशाही शासकको प्रतीक होइन, तर गुमेको स्थिरताको प्रतीक भएको छ। युद्ध र विभाजनले राज्य चर्किँदै जाँदा राज संस्था अगाडि बढ्यो, नेपाललाई जोड्न खोज्यो। 1990 पछिको अस्थिरता राजाले डिजाइन गरेको होइन, उहाँले त्यो उत्तराधिकारीमा पाएका हुन्। युद्ध राजाले सुरु गरेका होइनन्, राजाले त्यो सामना गरे र अन्तिममा जनताको रगत बग्न नदिन उहाँले शक्ति नै छोडिदिए। नेपालको राज संस्था जनताको चाहनाले फैलिएको होइन, त्यो भत्केका पार्टीहरूद्वारा डिसमेन्टल गरियो, जो आफ्नो असफलता देखाउन बलि खोज्दै थिए। विदेशी राजधानीमा साइन भएका कागज भन्दा र ती नेताहरूद्वारा जसले आफ्नो विश्वासघात स्वीकार गर्नुभन्दा दरबारलाई दोष दिनु सजिलो ठाने। And at the end, the crown did not fall because it was defeated by the people. It was abandoned by those who were meant to protect the nation, not just their own careers. भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई भिडियो कस्तो लाग्यो त्यो कमेन्ट गरिदिनुस्, मन पर्यो भने लाइक गरिदिनुस्, शेयर गरिदिनुस् र सब्स्क्राइब गरिदिनुस्। श्री पशुपतिनाथले सबैको रक्षा गरून्। जय नेपाल।